ए चाय दिदी बताओ नि बाबु पाउनु त बस्नु अब कहाँबाट बस्नु छ र पोहोर तिहारमा लगेको पैसा हाल्छ नि त्यहाँ होइन खोइ पैसा ए बाबु छोरा मान्छेलाई त तिहारमा किन पैसा चाहियो त छोरी मान्छेलाई अब खर्च चाहिन्छ बरु 1-2 हजार थप दिन न भोलि पर्सि तिरिहाल्छु नि ए भाइ छोरा मान्छेलाई पैसा चाहिँदैन त छन् 7-7वटा दिदी बहिनी आउँछ नेपाली छन् लौ त बाबु लौ अब भोलितिर पर्सितिर निस्किनुहोस् खोजी राखिदिन्छु है बाबु लौ ल त्यसो भने म भोलि आउँछु भोलि चाहिँ फरक नपरोस् है त हुन्छ बाबु हुन्छ ला फेरि आइहाल्यो नि पारिबाट त आइसक्यो ए दिदी ए चमेल दिदी यस्तो बस्नु पर्ने मर क्या हो जिउँदै मान्छे त ए चमेल दिदी पैसा दिनुपर्छ भनेको त होइन बाबु बस्नु के आएको बाबु खोइ त मेरो पैसा दिनु भने होइन के गर्नु बाबु भूत पसेछ घरमा रातभर कथा सुत्दैन त्यही भएर बुद्ध भगवानसँग प्रार्थना गर्नलाई चाहिँ सातो पुत्लै लगिदेऊ भोलितिर आउने बाबु काहीँ डुल्न भ्याएकै छुइनँ भुतै त होइन लागेका छे कहाँ नहुनु बाबु नभए यतै बस्नु न त भरे बेलुका थाहा भइहाल्छ नि तर्सेर बसी खानै दिँदैन ठिकै छ त्यसो भए लु म फेरि भोलि आउँछु है आज नि मुन्टो के गर्ने होला अब उपाय त लाग्नै परेको पैसा छैन दिनदिनैका भोलि दिनदिनैका भोलि आज त पैसा उठाएरै छोड्छु ए चमेल दिदी पहिला दिदी दोकानी खुल्लै रहेछ मान्छे नि कोही रहन्छ भागेर सुख आज त यहीँ बसिराख्ने हो रातभर लाएर भने पैसा नउठाइ त म जानै जान्न अनि ए यहीँ नै बस्ने हो यसरी त्यसलाई त मैले जानेको छ यो डोको त यत्तिकै नाच्छ रहेछ त भुत त पसेको रहेछ है क्या हो घरमा यसलाई भगाउने तरिका त चाल पाइहाल्यो नि कताबाट आउँला र आज हेर्दै हुनुहुन्छ सब्स्क्राइब लाइक फलो गर्न नभुल्नु होला थुन्चे त साथमै छ तिहारको उपलक्ष्यमा